दर्शकबिन नमस्कार, म चिरञ्जीवी खड्का तपाईँहरूको साथमा आज क्रिकेट सम्बन्धी विशेष अपडेट लिएर उपस्थित भइसकेको छु। भिडियोलाई तपाईँले अन्तिमसम्म हेर्नुहोला। 10औं संस्करणको आइसिसी टी20 विश्वकप आज इङ्ल्यान्डसँग ऐतिहासिक खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले पनि शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा उहाँले मुम्बईको वानखेडे स्टेडियममा देशको राष्ट्रिय धुन गुन्जिरहनेछ देश र त्यो विश्वले सुन्ने उल्लेखनीय गर्नुभएको छ। साथै कप्तान रोहित कुमार पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र संयुक्तताको बेजोड उपस्थिति देखाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। तेस्रो पटक टी20 विश्वकप खेल्न आएको नेपालसँग यतिखेर संसारभरका फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार सफलताको आड रहेको प्रधानमन्त्री कार्कीको भनाइरहेको छ। उहाँले लेख्नुभएको छ, इङ्ल्यान्डसँगको आजको ऐतिहासिक खेलमा सिङ्गो देशको तर्फबाट जितको शुभकामना रहेको छ। भारत र श्रीलङ्काको संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दैछ। खेल वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो 3:15 बजे सुरु हुने भएको छ। समूह सीमा रहेको नेपालले समूह चरणका अरू खेलमा वेस्ट इन्डिज, स्कटल्यान्ड र इटलीसँग खेल्ने भएको छ। प्रतियोगितामा आउँदो मार्च 8 तारिक अर्थात् फागुन 24 गतेसम्म चल्नेछ। अहिलेसम्म 6वटा टोली टी20 विश्वकपको उपाधि जितेका छन्। भारत, इङ्ल्यान्ड र वेस्ट इन्डिज 2 पटक र पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया 1 पटक विजेता बनिसकेका छन्।